हेलो एभ्रिवान, इट्स मी हितेश शर्मा। हजुरलाई स्वागत गर्दैछु आज एसएलयूमा। आज चाहिँ हामीले मेनली केमिस्ट्रीको इम्पोर्टेन्ट क्वेसनहरू हेर्ने गर्छौँ। धेरैजसो विद्यार्थीहरूले चाहिँ फेसबुकमा, मेसेन्जरमा, व्हाट्सएपमा कमेन्ट वा मेसेज गरिराख्नु भएको थियो कि मलाई केमिस्ट्रीको चाहिँ क्वेसनहरू आइरहेको छैन, केमिस्ट्रीको इम्पोर्टेन्ट क्वेसनहरू कुन कुन छ भनिदिनु न भनेर धेरैजसो ठाउँमा मैले हेरेको थिएँ। र एउटा विद्यार्थीले चाहिँ हामीले सेट सल्युसन गर्दाखेरि चाहिँ कमेन्ट पनि गर्नुभएछ। हामीले सेट सल्युसन गर्दाखेरि एउटा विद्यार्थीले चाहिँ कमेन्ट गर्नुभएछ, सर केमिस्ट्रीको इम्पोर्टेन्ट क्वेसनहरू पनि भनिदिनु। ओके, मलाई केही छैन, म त भनिदिनु छु। तर म चाहिँ यो केमिस्ट्रीको इम्पोर्टेन्ट क्वेसन म चाहिँ वैशाख एक गतेबाट चाहिँ भन्ने चाहिँ सोचमा थिएँ। तर तिमीहरूले चाहिँ अघि नै कमेन्ट गरेर मेसेज गरेर चाहिँ हैरान भएछु तिमीहरू। त्यसैले म चाहिँ आजै यो गर्छौँ। वैशाख 1 गतेबाट चाहिँ हामीले चाहिँ स्टार्ट गर्ने थियो। वैशाख 1 गतेबाट, किनकि वैशाख 1 गतेबाट हाम्रो चाहिँ लाइभ क्लास छ। एनएबीको पेपर सम्बन्धी केही कुरा छ, तिमीहरूलाई स्पेसली छ। तिमीहरूको लागि क्लास 12 स्टुडेन्टहरूको लागि स्पेसल कुरा नै छ। वैशाख 1 गतेबाट युट्युबमा लाइभ छ। लाइभ जोइन गर्नको लागि तिमीलाई रेजिस्ट्रेसन गर्नुपर्छ। यहाँ चाहिँ क्युआर कोड छ, माथि पनि क्युआर कोड छ। म तिमीलाई क्युआर कोड हेराउँछु, त्यहाँ गएर तिमीलाई रेजिस्ट्रेसन गर्नुपर्ने हुन्छ। र सीको इन्ट्रान्सको लागि पनि त्यही रेजिस्ट्रेसन गर्नुहुन्छ। र वैशाख 1 गतेबाट चाहिँ केही स्पेसल छ, त्यो कुरा तिमीलाई थाहा नै छ। धेरैपल्ट मैले भनिदिएछु। वैशाख 1 गते चाहिँ के हुनुवाला छ त्यो त तिमीहरूलाई आफै थाहा हुनु पऱ्यो। केही इम्पोर्टेन्ट छ, तर के हुनुवाला छ त्यो त तिमीलाई थाहा हुनु पऱ्यो। थाहा छैन भने थाहा गर ल। यार माथितिर आऊ, कहाँको यार। क्लास रेजिस्ट्रेसनको लागि अब वैशाख 1 गतेबाट तिमीहरूलाई लाइभ जोइन गर्नको लागि क्लास रेजिस्ट्रेसन गर्नुपर्छ। यो क्लास रेजिस्ट्रेसन यहाँ छ। क्लास रेजिस्ट्रेसन यहाँ गर्दाखेरि तिमीले वैशाख 1 गते चाहिँ लाइभ पनि जोइन गर्न पाउँछौ। र सीई प्रिपरेसन गर्ने स्टुडेन्ट, मेडिकल फिल्डतर्फ जाने स्टुडेन्टहरूको लागि तिमीहरूले यहाँ यो क्युआर कोड स्क्यान गरेर तिमीले चाहिँ सीईको फ्री क्लास, मेडिकल इन्ट्रान्सको चाहिँ फ्री क्लास यो क्युआर कोडबाट चाहिँ लिन सक्छौ, बुझ्यौ। त्यसपछि छ हाम्रो व्हाट्सएप ग्रुप। व्हाट्सएप ग्रुपमा चाहिँ तिमीहरू गएर के गर, तिमीहरूले साथीसँग, आफ्नो साथी भाइसँग त्यहाँ भएको उनीहरूसँग कुनै क्वेसन आएन भने तिमी के गर, त्यहाँ गएर डिस्कस गर। त्यसले चाहिँ तिमीलाई क्वेसन सोध्छौ, तिमीले चाहिँ त्यसलाई क्वेसन सोध्ने गर र सल्युसन चाहिँ त्यहाँ गर्दै गर। जुन सल्युसन आयो त्यो व्हाट्सएप ग्रुपमा म चाहिँ आफै भनिदिन्छु त्यो सल्युसन जुन तिमीहरूलाई आएन भने। अनि क्लास नोट, हामीले जति पढाएको नोट छ, हाम्रो नोटहरू, त्यो यो क्लास नोटबाट चाहिँ तिमीहरूले लिन सक्छौ। र तिमीहरूलाई कुनै पिडिएफ वा केही चाहियो भने हाम्रो वेबसाइटमा गएर मेसेज गर, म तिमीलाई त्यो पिडिएफ वा क्लास लेक्चर जे होस् म तिमीलाई प्रोभाइड गरिदिन्छु। हाम्रो वेबसाइटको चाहिँ तलतिर, त्यहाँ गएर हाम्रो वेबसाइटमा चाहिँ अलरेडी पाइहाल्छ। यदि पाएन भने तर तलतिर म्यासेज इनबक्स होला, त्यहाँ गएर तिमीले म्यासेज गर, तिमीले पाइहाल्छौ। अब चाहिँ आऊ कुरा सम्बन्धी मेन टपिकमा चाहिँ हामीले चाहिँ आज 4वटा मेन छ हाम्रो। एउटा फिजिकल केमिस्ट्री, अर्ग्यानिक केमिस्ट्री, इनअर्ग्यानिक केमिस्ट्री अनि एप्लाइड केमिस्ट्री। यो 4वटा हाम्रो चाहिँ टपिकहरू छ मेन। यो 4वटा टपिक हामी इम्पोर्टेन्ट क्वेसनहरू हेर्छौँ, इम्पोर्टेन्ट रियाक्सनहरू हेर्छौँ र पुरानो क्वेसनहरू पनि हेर्छौँ। र कुन रियाक्सन व्हाट हेपन्स भनेर त्यसको रियाक्सनहरू छ त्यो पनि हेर्छु। त्यसो भए अब आऊ अर्ग्यानिक केमिस्ट्री। अर्ग्यानिक केमिस्ट्रीमा हेर त, अर्ग्यानिक केमिस्ट्रीलाई हामीले चाहिँ 6वटा सेटमा डिभाइड गर्छौँ। सेट ए, सेट बी, सेट सी, सेट डी, सेट ई, सेट एफ गरेर हामी 7वटा चाहिँ सेटमा डिभाइड गर्छौँ। योमा चाहिँ सेट एमा भनेको तिमीलाई अलमोस्ट स्योर क्वेसन हो के। जस्तै यहाँ हेर, सेट एमा अलमोस्ट 1 स्योर क्वेसन। अलमोस्ट 1 स्योर क्वेसन मतलब तिमीलाई यो 2वटा क्वेसन छ। यहाँ हेर त, फर्स्ट क्वेसन के छ, आइडेन्टिफिकेसन अफ 1 डिग्री, 2 डिग्री एन्ड 3 डिग्री अल्कोहल बाई भेक्टर मेथड टेस्ट। यो चाहिँ इम्पोर्टेन्ट क्वेसन हो। त्यसपछि छ सेपरेसन अफ 1 डिग्री, 2 डिग्री और 3 डिग्री एमाइन्स बाई होफम्यान्स मेथड। यो 2वटा मध्ये एउटा क्वेसन तिमीहरूलाई एनइबीको फाइनल इक्जाममा सोध्छ नि सोध्छ। जसरी भए पनि एउटा क्वेसन चाहिँ सोध्छ नि सोध्छ। यो 2बाट चाहिँ एउटा क्वेसन आउँछ। त्यसपछि सेट बीमा हेर, नेम रियाक्सनहरू। नेम रियाक्सन तिमीहरूलाई 15वटा नेम रियाक्सन छ। 15वटा नेम रियाक्सनमध्ये मैले चाहिँ 10वटा चाहिँ नेम रियाक्सन जुन चाहिँ इम्पोर्टेन्ट 10वटा नेम रियाक्सन छ त्यो मैले अलरेडी युट्युबमा भिडियो हालिदिएछु। कुन रियाक्सनहरू कसरी हुन्छ 10वटा नेम रियाक्सन छ। 10 मिनटको भिडियो छ, ठ्याक्कै 10 मिनटको भिडियो छ हाम्रो युट्युब च्यानलमा। त्यहाँ गएर हेर 10वटा चाहिँ केमिकल, मोस्ट इम्पोर्टेन्ट केमिकल जुन आउँछ नि आउँछ यार। तिमीहरू यदि कुनैपल्ट सोध्छ भने तिमीलाई लङ एन्सर क्वेसनमा पनि सोध्छ,
जम्मा 18 मार्कको तिमीलाई यो नेम रियाक्सनहरुबाट यताउतिबाट सोध्छ 18 मार्कको दिमागमा याद राख है 18 मार्कको चाहिँ तिमीलाई यो नेम रियाक्सन यताउतिबाट सोध्छ नेम रियाक्सन व्हाट्स इज 18 मार्कको सोध्छ यो 10 वटा नेम रियाक्सन हामीले पढाएको छौं त्यो चाहिँ 8 मार्कमा हो 8 मार्कको लागि तिमीलाई हामीले यो पढाएको छौं 10 वटा 10 मिनेटको भिडियो हेर्छौ भने तिमीलाई के हुन्छ 8 मार्कको दिमाग कन्सेप्ट क्लियर हुन्छ सेट बिमा तिमीलाई नेम रियाक्सन हेर्दै यहाँ कुन छ फर्स्ट छ तिमीलाई अल्डोल कन्डेन्सेसन रियाक्सन केनिजारो रियाक्सन पर्किन्स कन्डेन्सेसन क्लासिन कन्डेन्सेसन बेन्जोइन कन्डेन्सेसन कार्बोलामाइन रियाक्सन रेमन टेमेन रियाक्सन कपलिङ रियाक्सन डाइआयोजेनेसन रियाक्सन फ्रिडल क्राफ्ट अल्काइलेसन वा एराइलेसन यो यसको चाहिँ दुवै पढ्नु फ्रिडल क्राफ्टको त्यसपछि तिमीलाई होफम्यान्स ब्रोमाइड रियाक्सन वा डिकार्बोनाइलेसन रियाक्सन पनि भन्छ स्टोरिफिकेसन रियाक्सन कार्बोनाइलेसन रियाक्सन कार्बोनाइलेसन रियाक्सन जसलाई चाहिँ ओक्जो प्रोसेस पनि भन्छ तिमीलाई यहाँ ओक्जो प्रोसेस भनेर चाहिँ सोध्ने गर्छ धेरैपल्ट सोधेछ ओक्जो प्रोसेस चाहिँ रियाक्सन लेख्न भन्छ त्यसपछि तिमीलाई विलियमसन स्टोरिफिकेसन रियाक्सन त्यसपछि तिमीलाई चाहिँ लास्टमा रोजेनबर्ग रियाक्सन र स्यान्डमेयर रियाक्सनहरु पनि छ स्यान्डमेयर रियाक्सनहरु पनि इम्पोर्टेन्ट छैन तर यो 15 वटा चाहिँ तिमीलाई के छ फिक्स क्वेशनहरु छ 15 वटा चाहिँ तिमीलाई चाहिँ आयो भने तिमीलाई लङ आन्सर क्वेशनमा आउँछ लङ आन्सर क्वेशनमा आउँछ 5 देखि 8 मार्कको बीचमा आउँछ 5 देखि 8 मार्कको बीचमा नेम रियाक्सन आउँछ त्यसपछि छ टेस्ट रियाक्सनमा चाहिँ तिमीहरुले आयोडोफर्म टेस्ट सिल्भर मिलर टेस्ट नाइट्रस एसिड टेस्ट 1 डिग्री 2 डिग्री 3 डिग्री एमाइनको तिमीलाई भन्छ नाइट्रस एसिड टेस्ट त्यसपछि 2,4 डाइनाइट्रोफिनोलको चाहिँ टेस्ट 2,4 डाइनाइट्रोफिनोल टेस्ट त्यसपछि कार्बोनामाइल टेस्ट तिमीलाई प्राइमरी एम आन्सरको टेस्टको लागि हुन्छ र तिमीलाई एउटा अझै कुरा भन्देऊ कि हाम्रो WhatsApp ग्रुपमा टेलिग्राममा मैले यो अर्ग्यानिकको चाहिँ पेपर लिक भनेर चाहिँ वन शट हालेको थिएँ यो चाहिँ लाइभ चाहिँ हाम्रो वैशाख 1 गतेबाट चल्छ यसको तर यसको चाहिँ मैले पीडीएफ चाहिँ मैले तिमीहरूलाई पठाइदिएछु पीडीएफ अलरेडी मैले पठाइदिएछु WhatsApp ग्रुपमा र टेलिग्राममा र WhatsApp ग्रुपमा हाम्रो टेलिग्राम पनि के हो एचएलडी रुम भनेर हो एचएलडी रुम भनेर तिमी सर्च गर्छौ भने आइहाल्छ एचएलडी रुम त्यहाँ चाहिँ आउँछ एचएलडी रुममा चाहिँ तिमीले हाम्रो WhatsApp ग्रुपमा पनि र त्यहाँ पनि मैले यसको पीडीएफ चाहिँ अलरेडी पठाइदिएछु इम्पोर्टेन्ट जुन रियाक्सनहरु छ जुन क्वेशनहरु छ त्यो मैले अलरेडी हाल्दिएछु अब त्यसपछि सेट डी मा आउ त इम्पोर्टेन्ट रियाक्सन यो 5 वटा रियाक्सन चाहिँ 5 वटा मध्ये चाहिँ एउटा आउँछ जसरी भए पनि एउटा चाहिँ आउने गर्छ किनकि मैले यहाँ जति पनि क्वेशनहरु पढाएको छु त्यो सबै के हो इम्पोर्टेन्ट क्वेशन इम्पोर्टेन्ट कुरा बुझ्छ के इम्पोर्टेन्ट क्वेशन हो यहाँ चाहिँ 5 वटा छ 5 वटामा हेर्दा फर्स्टमा के छ रिडक्सन अफ द नाइट्रोबेन्जिनको तिमीलाई रिडक्सन सोध्छ डिफरेन्ट मिडियममा तिमीलाई नाइट्रोबेन्जिनको के छ रिडक्सन सोध्छ त्यसपछि 2 मा प्रिपरेसन अफ अल्कोहल युजिङ रिएक्टर रिएजेन्ट यस्तो क्वेशनहरु त तिमीलाई आउँछ नि आउँछ यो क्वेशन फिक्स हो के 2 नम्बरको मैले चाहिँ भनिदिरहेछु नि 2 नम्बरको क्वेशन तिमीलाई पोहोर साल पनि सोधेछ यसपालि पनि सोध्ने चान्सेस छ कुरा बुझिहाल तिमी आफै त्यसपछि ओक्सिडेसन अफ द अल्कोहल थर्ड मा त्यसपछि छ फर्मेन्टेसन रियाक्सन अनि क्लोरोफर्मको जति पनि रियाक्सन छ क्लोरोफर्मको रियाक्सनहरु अब तिमीलाई यहाँ चाहिँ नाइट्रोबेन्जिन र क्लोरोफर्ममा अलिकति कन्फ्युज कसरी गर्छ क्लोरोफर्ममा तिमीलाई चाहिँ रियाक्सन गरेर भन्छ कि यसको चाहिँ स्मेल चाहिँ के हुन्छ पोइजनस हुन्छ यसको स्मेल चाहिँ के गर्छ हानिकारक गर्छ अनि नाइट्रोबेन्जिनमा तिमीलाई के छ ओइल अफ मिराबिन नाइट्रोबेन्जिनलाई केले डिनोट गर्छ ओइल अफ मिराबिन भनेर चाहिँ भन्छ कुरा बुझ्यौ अब चाहिँ आउ प्रिपरेसन रियाक्सनमा सेट ई मा प्रिपरेसन रियाक्सनमा चाहिँ तिमीलाई एउटा युज सँग सोध्छ एउटा युज अनि त्यसको चाहिँ प्रिपरेसन रियाक्सन भन्छ अब तिमीलाई डीडीटी बनाउन भन्छ त्यसपछि बीएचसी बनाउन भन्छ क्लोरोपिक्रिन बनाउन भन्छ त्यसपछि फेनोल्फ्थालिन बनाउन भन्छ त्यसपछि बेकलाइट चाहिँ तिमीलाई एप्लाइड केमिस्ट्रीमा पनि सोध्छ र यहाँ पनि सोध्छ त्यसैले बेकलाइटको के गर दिमागमा याद राख फिनोल र फर्मल्डिहाइडलाई रियाक्सन गरेर के भन्छ बेकलाइट बनाउँछ फिनोल र फर्मल्डिहाइडलाई रियाक्सन गरेर बेकलाइट बनाउँछ त्यो भइहाल्यो त्यसपछि पिक्रिक एसिड भइहाल्यो त्यसपछि युरोट्रोपिक एसिड भइहाल्यो त्यसपछि तिमीलाई टीएनटी यो लास्ट चाहिँ दुईवटा छ युरोट्रोपिन अनि टीएनटी अनि एउटा यो बेकलाइट यो तीनवटा चाहिँ के छ तिमीलाई बेकलाइट तलको त्यो तीनवटा के छ तिमीलाई मोस्ट इम्पोर्टेन्ट छ
तीवटा चाहिँ मोस्ट इम्पोर्टेन्ट छ। यो चाहिँ कुरा तिमीहरू आफै ध्यानमा राख। जब चाहिँ कति मार्कको तिमीलाई अर्ग्यानिक केमिस्ट्रीबाट सोध्यो त्यहीबाट चाहिँ यहाँबाट पनि क्वेसनहरू आउने गर्छ। त्यो कुराहरू ध्यानमा राख। सेटिएफमा हेर त कन्भर्जन रिएक्सन, सेटिएफमा चाहिँ कन्भर्जन रिएक्सन तिमीलाई सोध्छ, योबाट चाहिँ त्यो बनाऊ भनेर मैले यहाँ चाहिँ 12वटा चाहिँ कम्पाउन्डहरू चाहिँ यहाँ डिनोट गर्छु। जुन चाहिँ सोधिरहेको क्वेसनहरू थियो मैले चाहिँ सेटहरू चाहिँ हेर्दाखेरि यो क्वेसनहरू चाहिँ मैले पाएँ मोस्ट चाहिँ रिपिटेड भएको। फर्स्टमा छ 1 ब्रोमोप्रोपेनबाट 2 ब्रोमोप्रोपेन बनाउने। सेकेन्डमा छ तिमीलाई 1 फिनोलबाट 2 फिनोल बनाउने वा त्यसको भाइस भर्सा। थर्डमा छ तिमीहरूलाई चाहिँ मिथालामाइनबाट इथालामाइन बनाउने वा त्यसको भाइस भर्सा। फोर्थमा छ तिमीलाई फिनोलबाट एनिसोल बनाउने, एनिसोलको चाहिँ तिमीलाई आइपिसी नाम भ्याल्यो मिथोक्सी के भ्याल्यो मिथोक्सी बेन्जिन तिमीलाई भ्याल्यो। त्यसपछि 5 नम्बर छ तिमीलाई इथोक्सी इथेनदेखि मिथोक्सी इथेन बनाउने त्यो भ्याल्यु। त्यसपछि छ फिनोल वा एलिनिनबाट के बनाउने एजोडाइ बनाउने। त्यसपछि तिमीलाई भ्याल्यु इथानलबाट इथानोल बनाउने, इथानोलबाट तिमीलाई के भन्छ 3 हाइड्रोक्सी ब्युटानोल बनाउने त्यो भ्याल्यु। 8 नम्बरमा तिमीलाई इथानोलबाट 2 हाइड्रोक्सी प्रोपानोइक एसिड भ्याल्यु। यो क्वेसनहरू चाहिँ म भनिदिइरहेको छु नि सबै के इम्पोर्टेन्ट क्वेसनहरू के कन्भर्जन रिएक्सनहरू यहीँबाट आउने गर्छ। त्यसैले तिमी ढुक्क भएर योहरू के गर प्र्याक्टिस गर। मैले आज जति क्वेसन भनेको छु सबैको प्र्याक्टिस गर र यसको चाहिँ जहाँ आएन त्यहाँको लागि हामी छँदैछौँ। र जति पनि रिएक्सन हामीले आज पठाइरहेको छु कन्भर्जन रिएक्सन जति पनि म भनिरहेको छु सबैको हामी एउटा बेग्लै भिडियोमा चाहिँ अर्ग्यानिक केमिस्ट्रीको बेग्लै फिजिकल केमिस्ट्री सबैको हामी बेग्लै गरेर आउनेछौँ नेक्स्ट अर्को भिडियोमा। त्यसपछि यो भ्याल्यु जब चाहिँ कन्भर्जन रिएक्सनहरू बुझ्यो प्रोपानोनबाट चाहिँ 9 नम्बरमा प्रोपानोनबाट चाहिँ 2 हाइड्रोक्सी 2 मिथाइल प्रोपानोइक एसिड। 9 नम्बरको अलि लङ छ, लङ के भनौँ अलिकति त्यस्तै टाइपको छ तर कुरा चाहिँ त्यही हो। नाम चाहिँ हेरेर डाउन कहिले पनि हुन्न, क्वेसन चाहिँ धेरै इजी हो, तिमी चाहिँ ट्राई गर्दाखेरि बन्छ। 10 नम्बरको चाहिँ फिनोलदेखि टोलिन इजी क्वेसन नि हो। त्यसपछि तिमीलाई के भन्छ इथानोलबाट चाहिँ के गर्ने प्रोपानोल बनाउने वा प्रोपानोइक एसिड अनि 2 नम्बरमा मिथालामाइनदेखि इथानामाइन बनाउने। यो चाहिँ इजी रिएक्सनहरू नि हो। अब चाहिँ आऊ इम्पोर्टेन्ट क्वेसनहरू के छ अर्ग्यानिक केमिस्ट्रीको त्योहरू तिमीलाई चाहिँ रिजनिङ क्वेसनमा सोध्छ। यहाँ चाहिँ हेर यो जति क्वेसन छ नि यो रिजनिङ क्वेसनमा तिमीलाई सोधेको हुन्छ। यो सबै के छ रिजनिङ क्वेसन छ। जस्तै अब फर्स्ट क्वेसन हेर त फर्स्ट क्वेसनमा के छ क्लोरोफर्मलाई यदि तिमीले डार्क बोतलमा राख्यो भने के हुन्छ, डार्क बोतलमा राख्यो भने के हुन्छ। यदि तिमीले डार्क बोतलमा राख्यो भने डार्क बोतलमा के गर्छौ इथानोल राखेकोमा चाहिँ के गर्छौँ हामी राख्छौँ क्लोरोफर्मलाई। टुरमा के भन्छ वाइ डज क्लोरोफर्म डज नट गिभ व्हाइट पिपिटी, व्हाइट पिपिटी किन दिँदैन AgNO3सँग चाहिँ रिएक्सन गर्दाखेरि त्यो रिजनिङ रिएक्सन भ्याल्यु। त्यसपछि तिमीलाई 3 नम्बरमा वाइ इज न्युक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन डिफिकल्ट टु इन हेलोएरिन, हेलोएरिनमा तिमीलाई न्युक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन किन चाहिँ डिफिकल्ट हुन्छ त्यो भ्याल्यु। त्यसपछि तिमीलाई बोइलिङ पोइन्ट सम्बन्धी बोइलिङ पोइन्ट अफ इथानोल इज ग्रेटर देन द इथोक्सिथेन यसको चाहिँ रिजनहरू चाहिँ एकै प्रकारको चाहिँ सबैमा लेख्नुपर्ने हुन्छ। जतिमा पनि बोइलिङ पोइन्टको तिमीलाई आयो भने के गर्ने सेम तरिकाले लेख्ने गर्ने। 5 नम्बरमा छ तिमीलाई फिनोल इज मोर एसिडिक देन के भन्दा मोर एसिडिक हुन्छ एलिफेटिक अल्कोहल भन्दा, एलिफेटिक अल्कोहल भन्दा के हुन्छ फिनोल मोर एसिडिक हुन्छ। के हो कारणले गर्दा रेजोनेन्स स्ट्रक्चरको कारणले गर्दा। तिमीलाई जहिले पनि तिमीलाई एराइल कम्पाउन्ड र अल्काइल कम्पाउन्डको बारेमा आयो भने तिमी के गर्ने एउटा चाहिँ कुरा भन्ने के त्यसको रेजोनेन्स स्ट्रक्चर। किनकि एराइल कम्पाउन्डमा के हुन्छ जहिले पनि रेजोनेन्स स्ट्रक्चर हुन्छ भने तिमीलाई अल्काइल कम्पाउन्डमा रेजोनेन्स स्ट्रक्चर हुँदैन। कुरा बुझ्यो मोस्टलीमा यस्तो चाहिँ रिजन चाहिँ त्यही हुन्छ। मेन चाहिँ रिजनिङ के लेख्नुपर्छ रेजोनेन्स स्ट्रक्चर भनेर। कुरा बुझ्यो। अब तलतिर आऊ 6 नम्बरमा के भन्छ वाइ डज नाइट्रोबेन्जिन अन्डरगोज इलेक्ट्रोफिलिक सब्स्टिट्युसन रिएक्सन एट मेटापोजिसनमा किन जान्छ त्यो भ्याल्यु। 7 नम्बर वाइ इज द क्लोरोबेन्जिन अर्थोपराडाइटिङ ग्रुप भ्याल्यु। त्यो क्वेसनहरू यो जति क्वेसन छ नि यो इम्पोर्टेन्ट क्वेसनहरू छ कि तिमी अलिकति ध्यानले चाहिँ बुझ्ने गर। म चाहिँ यहाँ क्वेसनहरू मात्र भनिरहेको छु, सोल्युसन चाहिँ हामी नेक्स्ट भिडियोमा चाहिँ ल्याउनेछौँ। त्यसपछि तिमीलाई 8 नम्बरतिर हेर त इट इज डेन्जरस टु बोइल द स्याम्पल अफ इथर स्टोरेज फर अ लङ टाइम। तिमीले यदि इथरको चाहिँ स्याम्पल राखेको छौ भने
यदि तिमी लङ टाइमसम्म राख्यौ भने अनि त्यसलाई चाहिँ बोइल गर्न चाहिँ डेन्जरस हुन्छ किन किनभने त्यहाँ कार्बन मोनोअक्साइड चाहिँ फर्मेसन हुन्छ त्यो भइहाल्यो अब त्यही तलतिर होला सोधेको आइरन वायरमा चाहिँ किन राख्छ इथर बोतलमा चाहिँ आइरन वायर किन हुन्छ राखेको किनकि अक्सिडेसन नहोस् त्यसको लागि हुन्छ अब चाहिँ 10 नम्बरमा छ गिभ द सुटेबल टेस्ट फर डिस्टिङ्ग्विस इथानामाइन फ्रम एन मिथाइल मिथानामाइन त्यसपछि तिमीलाई राइट द केमिकल टेस्ट टु डिस्टिङ्ग्विस टेस्टहरू पनि तिमीलाई सोध्छ इथानोइक एसिड र मिथानोइक एसिडको चाहिँ कसरी तिमी छुट्याउन सक्छौ एउटा चाहिँ रियाक्सन देऊ त्यसपछि के भ्यालु 12 नम्बरमा जाँदाखेरि वाइ इज क्लोरोएसिटिक एसिड इज स्ट्रङ्गर एसिड देन एसिटिक एसिड क्लोरोएसिटिक एसिड किन हुन्छ स्ट्रङ्गर त्यो भइहाल्यो त्यसपछि फर्मिक एसिड भइहाल्यो फर्मिक एसिड इज मोर चाहिँ स्ट्रङ्गर एसिड देन द एसिटिक एसिड त्यसपछि तिमीलाई यहाँ चाहिँ तलतिर आऊ आइयुपिसिनियम तिमीलाई फङ्सनल आइसोमर भन्छ लेख्न कुनै मोलिकुलर फर्मुला दिइहाल्छ त्यसलाई फङ्सनल आइसोमर लेख र आइयुपिसिनियम लेख र तिमीलाई अल्कोहलमा सोधेछ भने अल्कोहलमा सोध्छ वा कार्बोक्सिलिक एसिडमा सोधेछ भने अल्कोहलमा वा तिमीलाई अल्कोहल होस् चाहे एल्डिहाइड होस् वा किटोन होस् त्यस्तो चाहिँ स्ट्रक्चर छ भने तिमीलाई के गर्छ तिमीलाई यसो चाहिँ डिस्टिङ्ग्विस गर्ने टेस्ट पनि भन्छ लेख्नको लागि त्यसपछि अनसिमेट्रिकल इथरको भइहाल्यो हाउ डु यु प्रिपेयर बाई विलियमसन सिन्थेसिस मैले माथि भनेको थिएँ विलियमसन रियाक्सन चाहिँ पढ्नु चाहिँ जरुरी छ त्यो विलियमसन चाहिँ यसको लागि भइहाल्यो चाहिँ तिमीले कसरी अनसिमेट्रिकल इथर चाहिँ C3H8 ओ चाहिँ प्रिपेयर गर्न सक्छौ 17 नम्बर छ वाइ राइट द पोसिबल आइसोमेरिक एमाइन्स अफ यसको चाहिँ आइसोमेरिक एमाइन्सहरू लेख र त्यसको आइयुपिसिनियमहरू पनि लेख त्यो भनेछ यो भइहाल्यो तिमीलाई के भन्छ इम्पोर्टेन्ट क्वेसनहरू अब चाहिँ तिमी आऊ व्हाट हेभेन्स वेन अर्ग्यानिक केमिस्ट्रीमा नि थियो अहिले हामी अब आऊ व्हाट हेभेन्स वेनमा तिमीलाई चाहिँ रियाक्सन सोध्छ के यदि यो कम्पाउन्डमा तिमीले त्यो हाल्यो भने के बन्छ र के हुन्छ त्यसो चाहिँ सोध्छ जस्तै यहाँ हेर त फर्स्ट क्वेसनमा के सोध्छ यो क्वेसनहरू 14वटा छ 14वटा मध्ये चाहिँ आइरहेको हुन्छ क्वेसनहरू रिपिटेड क्वेसनहरू म यहाँ फर्स्टमा छ सोडियम बेन्जोएटलाई यदि हिट गर्यो सोडा लाइमसँग भने के हुन्छ फिनोललाई यदि जिङ्क डस्टसँग हिट गर्यो भने के हुन्छ क्लोरोबेन्जिनलाई यदि तिमीले क्लोरालसँग ट्रिट गर्यो भने के हुन्छ इथाइल अल्कोहललाई चाहिँ तिमीले एसिडिक एसिडसँग तिमीले ट्रिट गर्यो भने के हुन्छ फेनोललाई तिमीले चाहिँ ट्रिट गर्यो एकोसिस ब्रोमिनसँग भने कुन कम्पाउन्ड बन्छ एनिलिनलाई ट्रिट गर्यो एकोसिस ब्रोमिनसँग भने के कुन कम्पाउन्ड हुन्छ ब्रोमिन वाटर हुन्छ Br2 एकोसिस Br2 लाई अर्को ल्याङ्ग्वेजमा त्यसपछि 7 नम्बर छ फिनोल ट्रिट विथ बेन्जिन बिडिसीसँग ट्रिट गर्यो भने के बन्छ यदि बिडिसीसँग तिमीले फिनोललाई ट्रिट गर्यो भने के बन्छ त्यसपछि छ त्यही पी हाइड्रोक्सी एमिनो डाइबेन्जिन भन्छ डाइएजोबेन्जिन भन्छ त्यसलाई 7 नम्बरमा त्यसपछि 8 नम्बरमा चाहिँ इथोक्सिथेन इज ट्रिटेड विथ एक्सएसएचआई सँग गर्यो भने के हुन्छ हाइड्रोजन आयोडाइडसँग गर्यो भने के हुन्छ 9 नम्बरमा चाहिँ मिथानललाई वा फर्मल्डिहाइडलाई तिमीले एमोनियासँग ट्रिट गर्यो भने के हुन्छ मिथानल वा बेन्जल्डिहाइडलाई तिमीले एकोसिस-NaOH सँग चाहिँ ट्रिट गर्यो भने के हुन्छ वा अल्कालीसँग ट्रिट गर्यो भने के हुन्छ त्यसपछि इथानल वा प्रोपानोललाई NaOH सँग ट्रिट गर्यो भने के हुन्छ एल्डिहाइड वा किटोनलाई तिमीले हाइड्रोक्साइल एमाइनसँग यो चाहिँ 12 नम्बर के त 12 नम्बर चाहिँ इम्पोर्टेन्ट यहाँ हेर त के छ एल्डिहाइड र किटोनलाई तिमीले ट्रिट गर्यो हाइड्रोक्साइल एमाइनसँग भने के कम्पाउन्ड भन्छ त्यो चाहिँ भइहाल्यो अब 13 नम्बर छ के इथानोली ट्रिटेड विथ कङ्क H2SO4 H2SO4 कङ्कसँग जहिले पनि गर्यो भने के भन्छ इथिन भन्छ त्यसपछि तिमीलाई भइहाल्यो 14 नम्बरको एसिटिक एसिडलाई तिमीले P2O5 सँग ट्रिट गर्यो भने के हुन्छ अब P2O5 के हो त्यसलाई तिमीहरूलाई आफै ध्यान राख्नु पर्यो P2O5 बाट के हुन्छ त्यो बुझ्याला अब तिमीलाई अर्ग्यानिक केमिस्ट्रीको रियाक्सन गर्दाखेरि तिमीलाई के हुन्छ रिड्युसिङ एजेन्ट लाइक रिड्युसिङ एजेन्ट LiAlH4 H4 त्यो त्यसपछि तिमीलाई NaN C2H5OH इथानोलमा यो रिड्युसिङ एजेन्टहरू कहाँ युज हुन्छ र कुन रियाक्सनमा युज हुन्छ त्यो चाहिँ हामीलाई बुझ्नु पर्यो त्यसपछि तिमीलाई चाहिँ PDInBaSO4 क्यानिजारो रियाक्सन PDInBaSO4 त्योहरू चाहिँ तिमीलाई रिड्युसिङ एजेन्टहरू के गर्नु छ याद राख्नुपर्छ यो यस्तो कमान्ड आयो भने सोध्दैन यो चाहिँ के हो कहाँबाट छ यो चाहिँ रिड्युसिङ एजेन्ट हो यसले के गर्छ रिड्युसिङ गर्ने काम गर्छ त्यसपछि अर्को भइहाल्यो तिमीलाई उर्ज रियाक्सनमा चाहिँ तिमीले याद राख्नुपर्छ सोडियम र ड्राई इथर आयो भने के हुन्छ तिमीलाई उर्ज रियाक्सन फ्लो गर्छ
त्यसपछि तिमीलाई HBr आयो भने के हुन्छ HBr आयो यदि इथेनमा चाहिँ इथिनमा तिमीलाई HBr यदि हालेछ भने के हुन्छ त्यहाँ तिमीलाई मार्कोनी कप्स रुल लाग्छ त्यहाँ पेरोक्साइड हाल्छ भने एन्टी मार्कोनी कप्स त्यो 11 क्लासमा पढेको कुराहरू पनि के हुन्छ यहाँ रिपिटेड हुन्छ कुरा बुझ्यौ अब एप्लाइड केमिस्ट्रीमा एप्लाइड केमिस्ट्रीमा यहाँ चाहिँ 6 वटा क्वेशन छ मिनिमम क्वेशन छ 6 वटा चाहिँ जुन चाहिँ मैले 6 वटा सेटबाट चाहिँ लेखेको 6 वटा क्वेशन छ योमा चाहिँ हेर 6 वटा क्वेशनमा चाहिँ फिक्स क्वेशनहरु छ फर्स्टमा के छ हेर त तिमीलाई मोनोमर्स भन्छ लेख्नको लागि पोलिमर्सहरुको मोनोमर लेख्न भन्छ र त्यसको युजेस त्यो पोलिमरको युजेस के छ र त्यो पोलिमरको स्ट्रक्चर पनि के ल्याका है भनिन्छ गर्नको लागि त्यो कुरा बुझ यहाँ चाहिँ हामीले 5 वटा चाहिँ मेन चाहिँ सोध्छ तिमीलाई बेकलाइटको बढी सोध्छ र एउटा यो पोलिस्टिरिनको सायद यो दुईवटाको चाहिँ तिमीले के गर्छ बढी सोध्ने गर्छ त्यो चाहिँ तिमीलाई बेकलाइटको एउटा पढ्नुपर्छ नाइलन 6 को पढ्नुपर्छ पोलिस्टिरिनको पढ्नुपर्छ त्यसपछि पोलिभिनाइल क्लोराइडको त्यसपछि टेफ्लोनको यो चाहिँ 5 वटा के गर्नुपर्छ तिमीलाई पढ्नु पर्ने हुन्छ यसो चाहिँ तिमीलाई मोनोमर्सहरुको के छ त्यो याद राख्नु पर्यो त्यसपछि अर्को तिमीलाई यसको स्ट्रक्चर याद राख्नु पर्यो अनि त्यसपछि अर्को के यसलाई याद राख्नु यसको युजेसहरु के छ एप्लाइड केमिस्ट्रीबाट यो भ्याल्यु अब चाहिँ तलतिर हेर त राइट द एक्जाम्पल अफ एन्ड वन अफ युजेस त्यो तलको चाहिँ यसको चाहिँ एक्जाम्पल लेख र यसको युजेसहरु पनि लेख साथै तिमीलाई यसको डिफरेन्सिएसन पनि सोध्छ डिफरेन्सिएसन बिट्विन पनि सोध्छ यसलाई डिफरेन्सिएसन अब यहाँ हेर फर्स्टमा छ एनालाइजिक एन्टिसेप्टिक एन्टिबायोटिक ट्रान्सक्लुजर एन्ड एन्टिसेप्टिक चाहिँ के छ ड्रग्सहरु यो चाहिँ यो ड्रग्सहरुको चाहिँ तिमीलाई डिफरेन्स के लेखा सोधिन्छ एनालाइजिक र एन्टिबायोटिकमा चाहिँ डिफरेन्स के छ अब तिमीले यहाँ चाहिँ कहिलेकाहीँ याद राख्नुपर्छ यहाँ चाहिँ सेप्टिक भनेको के भ्याल्यु प्यारेटिक भनेको के भ्याल्यु तिमीलाई लास्ट टर्म याद राख के प्यारेटिक भनेको के भ्याल्यु तिमीलाई ज्वरो घटाउने जस्तै प्यारासिटामोल सुइजामको भ्याल्यु त्योहरू चाहिँ तिमीलाई लास्ट टर्मबाट पनि याद राख्नु पर्यो एनालाइजिक भ्याल्यु त्यो के भयो एलर्जीको लागि भ्याल्यु एन्टिबायोटिकको लागि भ्याल्यु त्यो कुराहरू ब्याक्टेरियाहरूको लागि भ्याल्यु एन्टिबायोटिक त्यो कुराहरू तिमीले याद राख्नुपर्छ आफै लास्ट टर्म हेरेर तिमीले चाहिँ पत्ता लगाऊ कि कुन कम्पाउन्ड हुन्छ अब कुन चाहिँ यसको हुन्छ र त्यसको चाहिँ अब जस्तै अब एन्टिबायोटिक छ भने के गर्छ ज्वरो घटाउने काम गर्छ यानि कि टेम्परेचर चाहिँ बडीको टेम्परेचर कम गर्छ भने यस्तो भए हामीले कुन चाहिँ ट्याब्लेट खाने गर्छौँ प्यारासिटामोल खाने गर्छौँ त्यो प्यारासिटामोल चाहिँ यसको एक्जाम्पलमा लेखिदिने त्यसपछि तिमीलाई चाहिँ तलतिर हेर्बिसाइड र पेस्टिसाइडको डिफरेन्स भनेको छ त्यसपछि जर्मिनसाइड र इन्सेक्टिसाइडको डिफरेन्स त्यसपछि नेचुरल एन्ड सिन्थेटिक डाइको डिफरेन्स यो भ्याल्यु अब 3 नम्बरमा आउँछ 3 नम्बरमा तिमीले चाहिँ फ्लोसी डायग्राम भन्छ प्रोडक्सन अफ सिमेन्टको लागि सिमेन्टको चाहिँ प्रोडक्सनको लागि तिमीलाई फ्लोसी डायग्राम बनाउनु पर्ने हुन्छ त्यो भ्याल्यु 4 नम्बरमा छ तिमीलाई डिफरेन्सिएसन बिट्विन ओपीसी एन्ड पीपीसी सिमेन्ट ओपीसी र पीपीसी सिमेन्टको चाहिँ डिफरेन्सिएसन के छ त्यो लेख त्यसपछि तिमीलाई फ्लोसी डायग्राम फर पेपर प्रोडक्सन हामीले पाना बनाउनु छ भने चाहिँ पेपर प्रोडक्सनको लागि चाहिँ फ्लोसी डायग्राम बनाऊ त्यसपछि तिमीलाई के छ डिफरेन्सिएट बिट्विन द न्युक्लियर फ्युजन एन्ड न्युक्लियर फिजनको यो त इजी क्वेसन हो लास्टको फ्युजन र फिजनको चाहिँ के हुन्छ त्यो चाहिँ भ्याल्यु डिफरेन्सिएट गर्नु भन्ने छ अब चाहिँ फिजिकल केमिस्ट्रीमा म चाहिँ यहाँ तिमीलाई थ्योरीबाट कुन क्वेसन आउँछ त्यो म भनिदिन्छु नम्रिकलहरु म चाहिँ नेक्स्ट लेक्चरमा नि भन्छु के नम्रिकल यहाँ चाहिँ भन्दाखेरि भ्याउँदैन नम्रिकल अलिकति लामो जान्छ के 2 घण्टा जतिको भिडियो गइहाल्छ यदि नम्रिकल गर्यो भने त्यसैले म आज यहाँ नम्रिकलहरु भन्दैन तिमीलाई यहाँ चाहिँ कुन चाहिँ कसरी चाहिँ त्यो थ्योरीबाट कस्तो क्वेसन सोध्छ त्यो चाहिँ भ्याल्यु म त्यो भनिदिन्छु अब फर्स्टमा तिमी हेर त सिलेक्सन अफ इन्डिकेटर एसिडिक बेसिक र मोर एसिडिक मोर बेसिक चाहिँ नेचरहरुमा कुन इन्डिकेटरहरु युज गर्ने त्यसको चाहिँ सिलेक्सन भन्ने सोधिन्छ त्यसपछि तिमीलाई डिफरेन्ट कन्सेप्ट अफ तिमीलाई एसिड र बेसको चाहिँ जस्तै ब्रोन्सेट-लरी कन्सेप्ट त्यसपछि लुइस बेस कन्सेप्ट यो कन्सेप्टहरुको चाहिँ तिमीलाई सोधिन्छ र त्यसको चाहिँ लिमिटेसनहरु पनि सोध्छ जस्तै ब्रोन्सेट-लरीको चाहिँ के हो लिमिटेसन के हो लुइस बेसको चाहिँ लुइस एसिड र बेसको चाहिँ लिमिटेसन के हो त्यसको चाहिँ क्वेशनहरु सोधिन्छ थर्डमा छ कमन आयोन इफेक्टको चाहिँ तिमीलाई डेफिनेसन सोध्छ त्यसपछि तिमीलाई के छ सोल्युबिलिटी प्रोडक्ट प्रिन्सिपल सोध्छ र सोल्युबिलिटी प्रोडक्टमा तिमीलाई चाहिँ क्वेशन पनि सोध्छ एउटा सर्ट एन्सर क्वेशनमा र तिमीले त्यसपछि तिमीलाई लङ एन्सर क्वेशनमा तिमीलाई केमिकल काइनेटिक्सबाट सोध्छ या त तिमीलाई यही सोल्युबिलिटी प्रोडक्ट यो दुवै मध्ये कुनै एउटाबाट सोध्छ त्यसपछि इट्स एप्लिकेसन सोल्युबिलिटी प्रोडक्ट चाहिँ एप्लिकेसन र साल्ट एनालाइसिसमा यसको चाहिँ एप्लिकेसन के हो र प्रेसिपिटेसन रिएक्सन पनि लेख त्यो भ्याल्यु
फोर्थमा छ तिमीलाई बफर सोल्युसन भनेको के हो त्यो कुरा याद राख्नु पर्यो। इलेक्ट्रोकेमिकल सिरिज भनेको के हो, इलेक्ट्रोकेमिकल सिरिजमा कुन कुन चाहिँ इलिमेन्टहरू आउँछ त्यो भएर त्यसपछि तिमीलाई स्ट्यान्डर्ड इलेक्ट्रोडहरू कुन कुन छ त्यो याद राख्नु पर्यो र स्ट्यान्डर्ड इलेक्ट्रोड पोटेन्सियलको बारेमा पनि भन्छ। 7 नम्बरमा छ तिमीलाई हेज ल तिमीलाई चाहिँ थर्मोडाइनामिक केमिकल थर्मोडाइनामिकबाट आइहाल्यो तिमीलाई हेज ल त्यो फ्री चार्जेस बेला छ नि नो चेन्जेस इन द हिटमा चाहिँ त्यो भ्याल्यु हेज ल। त्यसपछि तिमीलाई 8 नम्बरमा आउँछ 8 नम्बरमा चाहिँ हेर त 8 नम्बरमा तिमीलाई प्रिडिक्सन अफ यसलाई प्रिडिक्सन अफ फिसिबिलिटी एन्ड स्पोन्टेनिटी रियाक्सन चाहिँ बारेमा सोध्छ। यो फिसिबिलिटी र स्पोन्टेनिटियस रियाक्सन भनेको चाहिँ धेरैपल्ट सोधेको छ। आजलाई चाहिँ तिमीलाई फ्री इनर्जी चेन्जेस अनि इन्ट्रोपिक चेन्जेस इन्थाल्पी चेन्जेसको बारेमा चाहिँ पनि भन्छ। त्यसपछि 9 नम्बर तिमीलाई डिफरेन्स बिट्विन अर्डर एन्ड मोलिकुलरिटी अफ द रियाक्सन अर्डर भनेको के हो र मोलिकुलरिटी भनेको के हो यो चाहिँ 9 नम्बरको मोस्ट इम्पोर्टेन्ट क्वेसन हो। त्यसपछि 10 नम्बर तिमीलाई कोलिजन थ्योरी अफ रेट रियाक्सन रेट त्यसपछि फ्याक्ट्री इफेक्टिङ रेट रियाक्सन अनि 2 नम्बरमा डेरिभेसन अफ इन्टिग्रेटेड रेट इक्वेसन एन्ड हाफ लाइफ टाइम तिमीलाई सोध्छ। फर्स्ट अर्डर सेकेन्ड अर्डरको चाहिँ इन्टिग्रेसन निकाल्नको लागि तिमीलाई यसमा चाहिँ के इक्वल टु 0.693 अपन के लग गर्नुपर्छ नि के लग मलाई चाहिँ त्यो मलाई फर्मुला भइहाल्यो। फर्स्ट अर्डरमा तिमीलाई चाहिँ डाइरेक्ट निकाल्नुपर्छ के इक्वल टु 0.693 अपन टी गरेर त्यो भइहाल्यो फर्स्ट लको लागि। अब चाहिँ तिमीलाई इम्पोर्टेन्ट क्वेसनहरू हेर तिमीलाई सोधेको चाहिँ छ यार फर्स्ट क्वेसन चाहिँ 5 नम्बरमा चाहिँ सोधेको थियो डिफाइन द टर्म्स मैले यहाँ चाहिँ सबै लेखेको छैन 5 नम्बरमा चाहिँ तिमीलाई सोधेको थियो एउटा नर्मालिटी र नर्मालिटी फ्याक्टरको चाहिँ भनेको थियो। त्यसपछि तिमीलाई सोधेको छ इन पोइन्ट र इक्विभ्यालेन्ट पोइन्टको त्यसपछि टाइट्रेसन इरर त्यसपछि सेमी नर्मल एन्ड डिसी नर्मल सोल्युसनको बारेमा त्यसपछि स्ट्यान्डर्ड सोल्युसन एन्ड प्राइमेरी सोल्युसन वा सेकेन्डरी सोल्युसनको चाहिँ इक्जाम्पल सहितमा चाहिँ डिफाइन गर त्यो भनेको थियो। अब सेकेन्ड नम्बरमा हेर त सेकेन्ड के भन्छ व्हाट आर प्राइमेरी स्ट्यान्डर्ड सब्स्टान्स कुन कुन हो र त्यसपछि चाहिँ रिक्वायर्ड अफ द सब्स्टान्स टु बी द प्राइमेरी स्ट्यान्डर्ड त्यो भ्याल्यु। त्यसपछि चाहिँ तिमीलाई हेर त 4 नम्बरमा 3 नम्बरमा हेर त डिफाइन मोलारिटी एन्ड नर्मालिटी विथ देयर रिलेसनसिप त्यसको रिलेसनसिप लिनुपर्छ मोलारिटी र नर्मालिटीको। त्यसपछि तिमीलाई 4 नम्बर छ व्हाट हेभन्स वेन HCl इज पासेड थ्रु द स्ट्यान्डर्ड सोल्युसन अफ NaOH स्ट्यान्डर्ड सोल्युसन अफ NaOH मा चाहिँ HCl पठायो भने के हुन्छ तिमीलाई टाइट्रेसन रियाक्सन देखाउनुपर्छ तिमीलाई त्यहाँ देखाउनुपर्छ। त्यसपछि 5 नम्बर छ तिमीलाई प्रेडिक्ट वेदर एक्वासिस सोल्युसन अफ CuSO4 CaCl2 Na2CO3 वा NaCl यो 4वटा मध्ये कुनै पनि एसिडिक अर बेसिक हो वा न्युट्रल हो त्यो चाहिँ प्रेडिक्ट गर अनि त्यसको रिजन के छ त्यो भने त्यसको चाहिँ pH भ्यालु निकाल्नु हुन्छ कि कसरी हुन्छ त्यसो टाइपको चाहिँ क्वेसनहरू सोध्ने गर्छ। त्यसपछि तिमीलाई छ स्टेट ओस्टवाल डाइलेसन ल यो चाहिँ क्वेसनहरू सोधिरहेको छ ओस्टवाल डाइलेसन लको चाहिँ धेरैपल्ट म हेरिसक्छु। ओस्टवाल डाइलेसन लको तिमीलाई के भन्छ स्टेटमेन्ट र त्यसको चाहिँ के भन्छ प्रुफ पनि गर्न भन्छ ओस्टवाल डाइलेसन लको अनि त्यसको चाहिँ लिमिटेसन पनि भन्छ यसको लिमिटेसन पनि भनिदिन्छ व्हाट इज द लिमिटेसन अफ दिस ल यो लको चाहिँ लिमिटेसनहरू के छ ओस्टवाल डाइलेसन लको त्यो चाहिँ भन्नुपर्ने हुन्छ बुझ्यौ। त्यसपछि 7 नम्बर छ तिमीलाई डिफाइन pH एन्ड pOH भ्यालु अनि त्यसको चाहिँ रिलेसन पनि लेख pH र pOH को चाहिँ रिलेसन के छ pH र pOH को रिलेसन त सबैले थाहा छ pH प्लस pOH इक्वल कति हुन्छ 14 हुन्छ त्यो भ्यालु। 8 नम्बरमा मेन्सन अन द इम्पोर्टेन्ट एप्लिकेसन अफ स्ट्यान्डर्ड हाइड्रोजन इलेक्ट्रोड पोटेन्सियलको स्ट्यान्डर्ड हाइड्रोजन इलेक्ट्रोड हामीले पढेको छौँ त्यसको चाहिँ के एउटा इक्जाम्पल छ त्यसको चाहिँ इम्पोर्टेन्ट एप्लिकेसन लेख कहाँ चाहिँ युज हुन्छ त्यो भएर त्यसपछि स्टेट फर्स्ट ल अफ थर्मोडाइनामिक यो चाहिँ फिजिक्समा पढेको छु त्यही कुरा यहाँ हामीले लेख्नुपर्छ र फिजिक्समा जुन चाहिँ हामीले पढेको छौँ लिमिटेसन त्यही कुरा चाहिँ यहीँ लेख्नुपर्छ। त्यहाँ अलिअलि केही पनि डिफ्रेन्स गर्नु पर्दैन जस्ट तिमीलाई यहाँ सिम्बलको डिफ्रेन्स हुन्छ त्यहाँ DU भनेर चाहिँ लेखेको थियो भने यहाँ हामीले डेल्टा U गरेर लेख्नुपर्छ त्यो कुराहरू अलिकति ध्यान गरेर फिजिक्स जस्तै हो यो पनि फर्स्ट ल अफ थर्मोडाइनामिक र सेकेन्ड ल अफ थर्मोडाइनामिक। त्यसपछि तिमीलाई 10 नम्बरमा डिस्टिङ्ग्विस बिट्विन चाहिँ इन्टेन्सिभ एन्ड एक्सटेन्सिभ प्रोपर्टी अफ द एक्सटेन्सिभ र इन्टेन्सिभ प्रोपर्टी चाहिँ लेख त्यसको इक्जाम्पल सहितमा। त्यसपछि तिमीलाई चाहिँ डिफाइन इन्थाल्पी अफ द कम्बिसन एन्ड इन्थाल्पी अफ द फर्मेसन त्यसपछि तिमीलाई ड्रो इनर्जी प्रोफाइल डायग्राम अफ द एक्जोथर्मिक एन्ड इन्डोथर्मिक रियाक्सन इनर्जी प्रोफाइल डायग्राममा तिमीलाई चाहिँ गर्नुपर्छ रियाक्सनहरू कसरी चाहिँ बढेछ र कसरी चाहिँ घटेछ त्यो चाहिँ लेख्नुपर्ने हुन्छ दुवैको बेग्लै। त्यसपछि तिमीलाई के भयो ड्रो इनर्जी प्रोफाइल डायग्राम अफ क्याटालाइज अन
अनक्याटालाइजको भ्यालु त्यसमा क्याटालाइज्ड अनि अनक्याटालाइजको चाहिँ क्याटालाइजमा के गर्ने अलिकति बढाइदिने अनक्याटालाइजमा के गर्ने अलिकति सरी क्याटालाइजमा के गर्ने घटाइदिने अनक्याटालाइजमा के गर्ने बढाइदिने त्यो भ्यालु त्यसपछि हाउ डज क्याटालिस्ट इन्क्रिज द रेट अफ रियाक्सन त्यो कुरा भनिदिने एक्टिभेसन इनर्जी चाहिँ डिक्रिज गरेर के गर्छ त्यसले क्याटालिस्टले चाहिँ रेट अफ रियाक्सन चाहिँ इन्क्रिज गर्छ त्यसपछि 14 नम्बर छ स्टेट सेकेन्ड ल अफ थर्मोडाइनामिक्स अनि फर्स्ट ल त्यसपछि के भन्छ हामीलाई फर्स्ट ल यो लको बेसिसमा तिमी के गर इन्ट्रोपी चेन्जेसको चाहिँ बारेमा चाहिँ भन त्यसपछि के छ 15 नम्बर चाहिँ व्हाट इज मिन्ड बाई द इफेक्टिभ कोलिजन अफ रियाक्सन इफेक्टिभ कोलिजनको बारेमा अलिकति भन त्यसपछि छ व्हाट आर द इसेन्सियल कन्डिसन फर द इफेक्टिभ कोलिजन इफेक्टिभ कोलिजनको लागि कुन कन्डिसन छ र रियाक्टिङ स्पेसिसमा चाहिँ कुन कन्डिसनहरू छ त्यो कन्डिसनहरू चाहिँ लेख अनि 16 मा तिमीलाई के छ फाइन्ड द युनिट अफ द कन्स्ट्यान्ट अफ 0 फर्स्ट सेकेन्ड एन्ड थर्ड रियाक्सन तिमीलाई रेट कन्स्ट्यान्टको चाहिँ तिमीलाई युनिट भन्छ निकाल्नको लागि के छ त्यसको युनिट जस्तै अब फर्स्ट अर्डर सेकेन्ड अर्डर थर्ड अर्डरको चाहिँ हुन्छ नि तिमीलाई रेट कन्स्ट्यान्टको तिमीलाई के भन्छ फर्स्ट अर्डर सेकेन्ड अर्डर थर्ड अर्डरको चाहिँ निकाल्नको लागि युनिट त्यसपछि अब चाहिँ यहाँ चाहिँ मैले अघि नै भन्दै थिएँ नमिकल प्रब्लमहरू याद छैन यहाँ फिजिकल केमिस्ट्रीको चाहिँ यहाँ चाहिँ लिस्टेड गरेको छैन किनकि हामीलाई चाहिँ यदि नमिकल लिस्टेड गर्यो भने तिमीलाई अलिकति लङमा जान्छ किनकि लङमा चाहिँ तिमीलाई नमिकलबाट बेग्लै चाहिँ क्वेसनहरू आउँछ नि आउँछ त्यो क्वेसनहरू हामी बेग्लै गर्ने नै छौँ चिन्ता गर्नु पर्दैन र फिजिकल केमिस्ट्रीको मैले चाहिँ पिडिएफ पनि पठाइदिएछु यहाँ हेर यो मैले वान सर्टमा चाहिँ भनेको मैले पिडिएफ पठाइदिएछु त्यसमा चाहिँ तिमीले इलेक्ट्रिक केमिस्ट्री केमिकल काइनेटिक्स आयोनिक इक्विलिब्रियम भोल्युमेट्रिक एनालाइसिस र केमिकल थर्मोडाइनामिकको हामीले चाहिँ गर्दैछौँ अब चाहिँ यसको चाहिँ लाइभ क्लास त चल्छ नै र पिडिएफ अहिले हामीले पठाइदिन्छौँ लाइभ क्लास त स्टार्ट हुन्छ जहिलेबाट वैशाख 1 गतेबाट त्यहाँबाट जोइन गर्ने अब इनअर्ग्यानिक केमिस्ट्रीमा हो इनअर्ग्यानिक केमिस्ट्रीमा चाहिँ सेट एमा हेर त सेट एमा तिमीलाई गर्नुपर्छ सुरुमा क्राइटेरिस्टिक अफ ट्रान्जिसन मेटल चाहिँ तिमीलाई क्राइटेरिस्टिकहरू चाहिँ के छ त्यो चाहिँ बुझ्नु पऱ्यो त्यसमा चाहिँ फर्स्टमा हेर त तिमीलाई एउटा सोध्छ भेरिएबल अक्सिडेसन स्टेटबाट सोध्यो भने त्यसपछि के छ तिमीलाई सेकेन्ड नम्बरमा हेर त सेकेन्ड नम्बरमा फर्मेसन अफ द कम्प्लेक्स कम्पाउन्डहरू चाहिँ फर्मेसन चाहिँ लेख्नुपर्छ र त्यहाँ चाहिँ तिमीले लिगान्ड कुन छ सेन्ट्रल मेटल कुन छ त्यसको बारेमा चाहिँ एक्सप्लेन गर्नुपर्ने हुन्छ थर्ड नम्बरमा छ तिमीलाई रिजन फर कलर्ड कम्प्लेक्सेस कलर कम्पाउन्डहरू हुन्छ कम्पाउन्डहरू त्यो किन हुन्छ त्यो चाहिँ तिमीले यस्तो आयो भने तिमीले के गर्ने तिमीले सिधै डी अर्बिटलको कारणले गर्दा हुन्छ त्यसले डी अर्बिटलमा चाहिँ योले के गर्छ कलर दिने काम गर्छ त्यो भइलो चौथो नम्बरमा के छ क्याटालिस्टिक प्रोपर्टीको बारेमा चाहिँ एक्सप्लेन गर र फिफ्थमा म्याग्नेटिक प्रोपर्टी त्यही ट्रान्जिसन मेटलको चाहिँ क्याटालिस्टिक प्रोपर्टी म्याग्नेटिक प्रोपर्टी अनि सीएफटी को थ्योरीको अनुसारले अक्टाहेड्रल चाहिँ कम्प्लेक्सेसहरू के छ त्यसको बारेमा चाहिँ पनि भन्नुपर्ने हुन्छ सीएफटी थ्योरीको चाहिँ तिमीले एक्सप्लेन गर्न पनि भन्छ अब सेटबीमा हेर सेटबीमा तिमीलाई एक्सट्र्याक्सन सोध्छ तिमीलाई मेन इनअर्ग्यानिकबाट तिमीलाई के सोध्छ एक्सट्र्याक्सन अफ द कम्पाउन्डको बारेमा सोध्छ त्यहाँ चाहिँ तिमीलाई मेनली चाहिँ सोधेको हेर त तिमीलाई कपरदेखि कपर प्यारेट भन्छ ब्लिस्टर्स कपरबाट के भन्छ तिमीलाई कपर प्यारेट भन्छ बनाउनको लागि एक्सट्र्याक्सन कसरी बन्छ त्यो चाहिँ रियाक्सन लेख यदि तिमीलाई कुनै प्रोसेस छ भने त्यो प्रोसेस पनि लेख्नुपर्ने हुन्छ सेकेन्डमा चाहिँ के छ स्टिलको तिमीले ओपन हर्ट प्रोसेसबाट चाहिँ पढेको छौ त्यो चाहिँ धेरैपल्ट सोधिरहेको छ ओपन हर्ट प्रोसेसको चाहिँ तिमी इनअर्ग्यानिक खासै तिमीले चाहिँ धेरै जसो विद्यार्थीहरूले पढ्न मान्दैन त इनअर्ग्यानिकबाट पनि के गर्छ तिमीलाई मार्क उठ्ने काम गर्छ त्यसैले धेरै मार्क चाहिँ उठ्छ इनअर्ग्यानिकमा अलिकति तिमी पढ्छौ इनअर्ग्यानिकमा भनेर मार्क चाहिँ अलिकति राम्रै उठ्छ त्यो भइल्यो अब त्यसपछि के छ आइरन फ्रम आइरन पाइराइट त्यसपछि जिङ्क फ्रम जिङ्क ब्लेन्ड भन्छ त्यसलाई सल्फाइड ओर भन्छ अनि त्यसपछि छ मर्करी फ्रम चिनाबार एसजिएस ओरबाट भन्छ त्यसपछि तिमीलाई अब केमिस्ट्री अफ एक्सट्र्याक्सन भइहाल्यो अब चाहिँ तिमीलाई केमिस्ट्री अफ चाहिँ यहाँ भिट्रलहरू हुन्छ त्यो भिट्रलहरू कसरी फर्मेसन हुन्छ त्यो लेख र भिट्रलहरू चाहिँ त्यो भिट्रलको चाहिँ रियाक्सन भन्छ गर्नको लागि र त्यो भिट्रलको काम के हो त्यसको मेटल कुन हो त्योहरू पनि सोध्छ जस्तै यहाँ 5वटा को छ फर्स्टमा छ ब्लू भिट्रल CuSO4.5H2O को चाहिँ तिमीले प्रिपरेसन र यसको युजेज त्यो लेख्नुपर्ने हुन्छ त्यसपछि सेकेन्डमा छ व्हाइट भिट्रल जिङ्क सल्फेट को छ
त्यसपछि छ 3 नम्बरमा त्यसलाई जिङ्क व्हाइट भन्छ ZNO जिङ्क अक्साइडको चाहिँ भइहाल्यो। त्यसपछि 4 नम्बरमा छ तिमीलाई क्यालोमेलको Hg2Cl2 को। त्यसपछि तिमीलाई छ कोरेसिभ सब्लिमेन्ट HgCl2 को। यो लास्ट चाहिँ दुईवटा छ 4 नम्बर 5 नम्बर चाहिँ सेम हो तर अलिकति चाहिँ के हुन्छ तिमीलाई इम्पोर्टेन्ट छ 4 नम्बर 5 नम्बर बुझ्यौ। अब चाहिँ यहाँ केही क्वेसनहरु छ त्यो क्वेसनहरु म चाहिँ अलिकति भनिदिन्छु त्यसपछि हुन्छ। यहाँ फर्स्टमा छ Cu2 कम्प्लेक्सेसहरु कलर हुन्छ व्हाइल जिंक आर कलरलेस। जिंक कम्पाउन्ड कलरलेस हुन्छ किन एक्सप्लेन गर। यसको एक्जाम्पलहरु छ। त्यसपछि Fe3 चाहिँ मोर स्टेबल हुन्छ Fe2+ भन्दा किन। त्यसपछि छ तिमीलाई 3 नम्बरमा Sc3+ Ti4+ अनि V5+ कम्प्लेक्सेस के हुन्छ आर व्हाइट इभन दो आर ट्रान्जिसन मेटल भए पनि के हुन्छ व्हाइट छ। यसको रिजन भन। त्यसपछि तिमीलाई अब यहाँ चाहिँ ट्रान्जिसन मेटल यहाँ चाहिँ क्वेशन एन्सरहरु छ त्यो माथि जस्तै छ। क्वेशन एन्सरहरु म चाहिँ आज भन्दैन यति माथि छ। यहाँ चाहिँ एउटा म भन्दै छु लिथोफोन भनेको के हो व्हाट इज लिथोफोन एन्ड हाउ इज इट प्रिपेयर्ड। लिथोफोन भनेको के हो र त्यो चाहिँ कसरी प्रिपेयर हुन्छ यो चाहिँ तिमीलाई धेरैपल्ट सोधेको छ। अब लिथोफोनलाई तिमी के गर जिंक SO4 ZnSO4 लाई के गर BS सँग तिमीले रिएक्सन गराउ तिमीले त्यहाँ जिंक सल्फाइड प्लस BaSO4 बन्छ त्यसलाई के भन्छ लिथोफोन भन्छ। वा यसलाई चाहिँ जोडेर लेख्दाखेरि ZnSO4 अनि BS पनि लेखेको गर्छ बुझ्यौ यो बेला। त्यसपछि तिमीले मोलिकुलर फर्मुला फ्लुसोफोर ओइल भइहाल्यो। ओलको चाहिँ मोलिकुलर फर्मुला के हो ZnO चाहिँ त्यो लेख। त्यसपछि नेस्लर रिएजेन्ट भनेको के हो हाउ इज इट प्रिपेयर्ड गिभ वन युजेज नेस्लर रिएजेन्ट कसरी बन्छ त्यो चाहिँ लेख। यो कुराहरु चाहिँ भइहाल्यो र आजको लागि यति नै भेट्ने छ। अब नेक्स्ट लेक्चरमा फेरि केही प्रब्लम भयो भने मेरो नम्बरमा कन्ट्याक्ट गर्ने 9827728726 मा। र आजको लागि यति नै। यो PDF चाहियो भने तिमी के गर PDF चाहियो भने तल चाहिँ स्क्यान गर QR कोड र PDF लिइहाल म चाहिँ रोक्ने छैन। त्यसो भए आजको लागि धन्यवाद। हस् भेट्ने छौ अब नेक्स्ट लेक्चरमा।